हेलो सबैजनालाई गुड मर्निङ। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म चाहिँ बिहान करिब 5:30 बजीतिर उठेको थिएँ। त्यसपछि चाहिँ 45 मिनटमा चाहिँ म त्यहाँबाट फ्रेस भइसकेर मर्निङ वाकको लागि हिँडेको थिएँ। 3 दिनमा 3 ठाउँको फरक मर्निङ वाक रहन्छ मेरो। आजभन्दा अघिल्लो 2 दिनहरूमा म फरकै ठाउँमा जान्छु भनेपछि आज चाहिँ म यता जलेश्वर धामतिर आएको थिएँ र त्यहाँ आएर पनि म लगभग केही मिटर अगाडि फर्किसकेको छु। अब स्वास्थ्यको लागि अलिकति मर्निङ वाकको पनि आवश्यकता देखेँ मैले। एउटा स्वस्थ शरीर अनि स्वस्थ मानसिकता तयार पार्नका लागि यो मर्निङ वाकले अत्यन्तै फाइदा पुगेको मैले महसुस गरेको छु। दिएको समयमा अफिस टाइम बोरिङ, अफिसियली कामकाज, त्यसपछि त्यहाँको निष्क्रिय बसाइ लाइफले गर्दाखेरि यो सानो उमेरमै चाहिँ रोगले सताउँछ कि भन्ने पनि उत्तिकै डर रहने। सो मैले चाहिँ एटलिस्ट कम्तीमा हप्तामा चाहिँ 3 दिन चाहिँ मर्निङ वाक गर्ने निर्णय गरेर चाहिँ धेरै दिन भयो मैले मर्निङ वाकमा आउने गरेको छु। अलिकति दुब्लो पातलो भएको कारणले गर्दाखेरि हप्ताको हप्ता दिनै चाहिँ मर्निङ वाक गर्दाखेरि अलिकति झन् दुब्लो पातलो भइला भन्ने डर भयो। सो सकिन्छ भने हप्ताको 5 देखि 6 दिन नभएपछि चाहिँ एटलिस्ट 3 दिन चाहिँ मर्निङ वाक गर्ने मैले प्लान गरेको छु। आशा छ तपाईहरूले पनि आफ्नो लागि 24 घन्टामा एटलिस्ट 45 देखि 1 घन्टा छुट्याउनु हुनेछ आफ्नो स्वास्थ्यको लागि, आफ्नो शारीरिक स्वास्थ्यको लागि, मानसिक स्वास्थ्यको लागि भन्न चाहन्छु। र जति बाँचिन्छ त्यो जीवन चाहिँ स्वस्थ तरिकाले बाँचौँ। कमाएको कमाइ लगानी चाहिँ आफ्नो स्वास्थ्यमै खर्च गर्ने जुन समस्या छ त्यसबाट केही हट भए पनि पर बसौँ रहौँ भन्ने मैले चाहिँ एडभाइस गर्न चाहन्छु। सायद तपाईहरूले कहिले त आफ्नो स्वास्थ्यको ख्याल गर्नुभएको छ, जो अलि हुनुहुन्छ अलिकति अल्छेपना गर्ने, तपाईहरूले पनि आजदेखि नै आफ्नो स्वास्थ्यको लागि चाहिँ टाइम छुट्याउनुहोस् भन्न चाहन्छु। हस्, धन्यवाद।